गाडी हेर्दा यस्तो लाग्छ 10औं वर्ष छोडेको कबाडी गाडी हो, तर गाडी हो टाटा नेक्सन 2019 या 20 मोडलको हो जहाँसम्म लाग्छ। यस्तो कबाडी भइसक्यो। अब यो चाहिँ एक्सिडेन्टल गाडी हो, हामीले रिपेयर गर्न भनेर लिएर आएको गाडी। अब कस्टमरले इस्टिमेट गराउनु भयो, डिसमेन्टल गराउनु भयो, त्यस पछाडि सर्वेयर ल्याएर सबै पार्ट्सको फोटो खिच्यो। गाडी बनाउने बेलामा कस्टमर गायब भइसकेपछि गाडीको हालत भएको छ यस्तो। अब यो केमा थियो, ब्याङ्कको नाममा थियो या यही गाडी नै धितो के थियो, अब त्यो भित्रको इन्टरनल कुरा हामीलाई थाहा भएन। तर हामीले रिपेयर गर्न ल्याएको गाडी हामीले पार्किङ गरेर राख्नु परेछ 3 वर्षदेखि, त्यो पनि फ्रीमा। अब हुन त यसको पार्ट्सहरू हामीले सुरक्षित राख्न सकेनौँ। अब यत्रो वर्ष भइसक्दाखेरि पनि अब यसको पार्ट्स सुरक्षित राख्न, यसलाई छोपेरै हामीले 4-5 वटा तिर्पल चाहिँ फाट्यो कि, भरिसक सम्भव भएसम्म त हामीले सुरक्षित राख्न खोजेका हौँ। अब तर अब 3-4 वटा तिर्पलै फाटिसके पछाडि कतिवटामा खर्च गर्ने। अब कस्टमर कन्ट्याक्टमा आइराख्दा पनि सजिलो हुन्थ्यो, त्यो पनि आउनु भएन। नआइसके पछाडि हामीले पनि हात उठाइदियौँ। त्यस पछाडि इन्जिन कता छ, भित्रको सामान कता छ, के कता छ, सबै यस्तो छ। हालत यस्तो विरक्त लाग्दो भएको छ। 19